हेलो दिस इज स्किल्स एन्ड सेपिङ योर फ्युचर। आज मसँग सुभाषजी हुनुहुन्छ। उहाँको माल्टाको भिजा यो भयो। फर्स्ट अफ अल कङ्ग्रेचुलेसन सुभाषजी है यो भिजाको लागि। र साथसाथै हामी धेरै कुराहरू एक्सपिरियन्सको विषयमा सुनेको छौँ। सबभन्दा म आज चाहिँ बढी जस्तो कुरा गर्न खोजेको चाहिँ मिसगाइडेडले केसम्म गर्न सक्छ भन्ने कुराको हकमा। सर्वप्रथम तपाईँ पहिलो मिसगाइडेड चाहिँ के कुरामा हुनुभयो अरे त्यो अलिकति भ्युअर्सलाई भनिदिनु न। हजुर, सबैभन्दा पहिला त म स्किल हन्टलाई र हाम्रो सरलाई एकदम धेरै धेरै धन्यवाद। आइ एम भेरी थ्याङ्कफुल विथ देम। र यहाँको स्टाफहरू पनि एकदम हेल्पफुल र फ्रेन्डली हुनुहुन्छ, उहाँहरूको लागि पनि धन्यवाद। उहाँहरूको सर्भिस र उहाँहरूको काउन्सिलिङ गाइडेन्स एकदम एब्सोल्युटली ब्रिलियन्ट। त्यसको लागि धेरै धेरै धन्यवाद। र जहाँसम्म तपाईँको क्वेसन छ मेरो मिसगाइडेन्सको बारेमा हो, मैले जहाँबाट सबैभन्दा पहिला जहाँबाट एप्लाई गरेको थिएँ त्यहाँबाट केही कुराहरूको मिसगाइडेड भयो। विशेष गरी एउटा मिसइन्फर्मेसन चाहिँ के थियो पहिलो इन्फर्मेसन, त्यो चाहिँ भ्युअर्सलाई पनि जान्नको लागि। पहिलो इन्फर्मेसन मलाई यो मिसगाइडेड गरियो कि मैले भिजिट भिसाबाट पनि एप्लाई गर्न सक्छु। एक्ज्याक्टली, तपाईँले भिजिट भिसामा प्रोसेस गर्न सक्नुहुन्न जबसम्म रेसिडेन्स भिजा यहाँ हुँदैन तबसम्म तपाईँले के गर्न सक्नुहुन्न, भिजा यहाँ बसेर अप्लाई गर्न सक्नुहुन्न। एउटा त्यो मिसइन्फर्मेसन भयो। सेकेन्ड मिसइन्फर्मेसन के थियो तपाईँको? सेकेन्ड मिसइन्फर्मेसन मैले गएर पनि कम्पनी चेन्ज गर्न पाउँदिनँ। जुन कम्पनीमा गएँ त्यही कम्पनीमा कन्टिन्युसली मैले कन्टिन्यू गर्नुपर्छ भन्ने। अनि साथसाथै अझ विशेष गरी मैले भन्न खोजेको जस्तो यही पनि तपाईँले पछि प्रोसेस गर्दाखेरि जस्तो मानव जुन कम्पनीमा तपाईँले अप्लाई गर्नुभएको थियो त्यही कम्पनीबाटै तपाईँले भिजा प्रोसेस गर्नुपर्छ, त्यसैमा रिन्यू गर्नुपर्छ, अर्को कम्पनी चेन्ज गर्न पाउँदिन भन्ने कुरा थियो। त्यो पनि थियो सर। अनि तपाईँले अलरेडी कम्पनी चेन्ज गरेर अनि अर्को नयाँ कम्पनीबाट भिजा पाइसक्नु भएको छ। एकचोटि भ्युअर्सलाई त्यो पनि भनिदिनु न। मलाई यो पनि भनिएको थियो कि मैले जुन कम्पनी मेरो भिजा सिडिने बेला भएको थियो र मैले कन्सल्टेन्सीसँग कन्सल्ट गर्दाखेरि उहाँले होइन त्यही कम्पनीमै रिन्यू गर्नुपर्छ भन्नुभएको थियो, तर मेरो कुनै टेक्निकल इस्युजहरू थियो त्यो कम्पनीमा र मैले चेन्ज गर्न खोजेको थिएँ तर हुँदैन भन्नुभएको थियो। तर मैले स्किल हन्टमा आइसकेपछि सरको गाइडेन्स थ्रु मैले यो जानकारी पाएँ कि म कम्पनी चेन्ज गर्न सक्छु र मैले गरेँ। त्यसपछि पनि मैले भिजा पाएँ। ल, फर्स्ट अफ अल मेनी कङ्ग्रेचुलेसन तपाईँलाई पनि। अनि विशेष गरी म के चाहन्छु भने भ्युअर्सहरूलाई पनि यस्तै मिसगाइडेड इन्फर्मेसनहरूदेखि म साँच्चीकै भन्दा दिक्क भइसकेको छु। त्यही भएर तपाईँहरू सबै कन्सल्टेन्टहरूलाई पनि रिक्वेस्ट र भ्युअर्सहरूलाई पनि रिक्वेस्ट, सही इन्फर्मेसन लिनुहोस् र आफ्नो युरोप जर्नी जसले रियलमा चाहनु भएको छ उहाँहरूले युरोप जर्नी तय गर्नुहोस्। तपाईँहरू सबैलाई शुभकामना।